जिन्दगीको सफलताको लागि जान्नै पर्ने 5 वटा कुराहरू। पहिलो, हामीले पर्फेक्ट मोमेन्ट कुरेर बस्ने होइन, पर्फेक्ट मोमेन्टलाई क्रिएट गर्ने हो। जतिसुकै अप्ठ्यारो पर्दा पनि एक कदम भए पनि अगाडि बढ्दै जानुहोस्, त्यो विनर मेन्टालिटी हो। दोस्रो, संसारले पताउँदा नपताउँदा नि तपाईँ आफूले आफूलाई विश्वास गर्नुहोस्, त्यो भनेको पनि विनर मेन्टालिटी हो। सबैले तपाईँलाई पताउनै पर्छ भन्ने छैन, तर तपाईँले आफूलाई जति आपत पर्दा पनि नपताउने भन्ने पनि होइन नि त। त्यस कारणले सधैँ आफूलाई विश्वास गरेर बस्नुहोस्। तेस्रो, सानो कदम भए पनि एभ्री डे कदम अगाडि बढाउनुहोस्, किनभने आजको सानो कदमले तपाईँको भोलिको ठुलो भविष्य निर्धार गर्छ। चौथो, च्यालेन्जलाई हामीले एक्सेप्ट गर्नुपर्छ। च्यालेन्जले तपाईँलाई एक्स्ट्रा स्ट्रेन्थ बढाउँछ। त्यो च्यालेन्जमा तपाईँले कहिले पनि नसिक्ने कुरा र कहिले पनि नजाने कुरा त्यो च्यालेन्जमा तपाईँले पाउनुहुन्छ। त्यसैले च्यालेन्जलाई एक्सेप्ट गरेर तपाईँले अगाडि बढाउँदै जानुहोस्। पाँचौँमा, तपाईँको स्ट्रेन्थ, तपाईँको शक्तिलाई आगोमा परिणत गर्नुहोस्, जुन आगोले तपाईँको सक्सेसको ज्वालो बालिदिन्छ। यति 5 वटा गर्नुहोस्, तपाईँको भविष्य उज्जवल छ।